हेलो एभ्रियन जोहरले अनि नमस्ते दिस इज मी डिलु म चाहिँ धेरै दिनपछि भन्दा नि धेरै महिना अलमोस्ट इयर पछि चाहिँ मैले ब्लगिङ गर्न गइरहेको छु। आजभोलि चाहिँ म गाउँमा आएको छु है, होम टाउनतिर आएको छु। एकदम मस्त रिल्याक्स पुरै चिल हेभन टाइपको फिल भइरहेछ कि गाउँमा एकदम रमाइलो छ होइन। त्यसैले आजै मौका छोडेर चाहिँ पुरा भ्लगिङ गरिदिउँ न त भनेर मैले चाहिँ भ्लग गर्न तम्सिरहेको छु। प्लिज यदि हजुर नयाँ हुनुहुन्छ भने मेरो च्यानलमा चाहिँ सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, सेयर गरिदिनु होला र पुरानो हुन्छ भने पनि भिडियो हेरिदिनु होला अन्तिमसम्म नकाटिकन इन्डसम्म हेरिदिनु होला ल। अनि हाम्रो घर चाहिँ त्यतादेखि आएको हामी। स्काई क्या दामी छ है, आकाश ओ। अनि यहाँ चाहिँ कोडोहरू छरेको रहेछ है, कोडोहरू रोपेको छ। अनि यहाँ चाहिँ मकै छ, मकैहरू छ। हाम्रो गोठ चाहिँ मेरो गोठ चाहिँ अझै उता तल्लै छ, अझै खोलानिर छ। खोलादेखि त्यहाँदेखि त्यहाँ निकालेर उता 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 त्यहाँ लिएर उता त्यहाँ लैजाने हो हामीले गोठ चाहिँ, त्यहाँ लैजानुपर्छ। अनि त्यही हो। अनि यहाँ चाहिँ रोड छ तर पनि आजभोलि बर्खामा पानी परेर चाहिँ खासै बाटोहरू राम्रो छैन, त्यो गाडीहरू हिँडिरहेन। त्यही हो। अनि म चाहिँ एउटा स्पेसल कुरा चाहिँ के अपडेट गराउन चाहेँ भन्दाखेरिमा चाहिँ मैले चाहिँ हाम्रो गाउँमा चाहिँ 9-10सम्म थिएन स्कुल, त्यही भएर चाहिँ 8 क्लाससम्म चाहिँ हाम्रो गाउँमा पढेर चाहिँ म चाहिँ 9 र 10 चाहिँ माथि हाम्रो गाउँदेखि त्यहाँदेखि झरेर सरर झरेर चाहिँ यहाँदेखि तल तल त्यहाँ खोलो झरेर खोलोदेखि निस्केर त्यहाँ 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 आउँदै त्यहाँ 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 आउँदै उता त्यहाँ त्यो जुन चुचो देखिरहेको त्योभन्दा पर चाहिँ हामी सेरम भन्ने ठाउँमा चाहिँ हामी पढेको 9-10 यति टाढा थियो कि हाम्रो पालामा, त्यसरी हामी पढ्थ्यौँ है। अन्त त्यही हो। खासमा मैले भ्लग चाहिँ अब किन गाउँदेखि नै स्टार्ट गर्नु सोचिरहेको थिएँ, फेरि झ्याउला आइरहेको छ कि त्यही भएर झ्याउला आएको थियो, हटार्ने थियो। त्यो भएर मैले चाहिँ खासै भ्लग चाहिँ त्यहीँबाट स्टार्ट गर्न पाएन। तर पनि यहाँबाट होइन मन नलाइलाई होइन गरिदिउँ न त के छ र, सम्झना हुन्छ यार भन्ने मेरो भित्रैदेखि सोचायो नि त। त्यही भएर मैले चेक गरिरहेको छु। यो चाहिँ हाम्रो कास्कीको पोखरा नै, यो ठाउँलाई चाहिँ हाम्रो रोल्पा जिल्लाको पोखरा। बाटोहरू यस्तो छ है, खोल्छो खोल्छो छ। यहाँ त पुरै हामी तल खोलोदेखि पुरै पुरा 1 क्विन्टल जति एक दोका मकै पुरा भरि बोकेर चाहिँ हामीले घर पुर्याउनु पर्ने हुन्छ। यहाँदेखि यहाँ कुनै साधनले त्यसरी बोक्दैन होइन। यहाँदेखि चाहिँ हामी आफै चाहिँ भारी बोकेर कम्प्लिटली माथि घर पुरा अन्नहरू सबै चाहिँ घरमा चाहिँ जम्मा गर्नुपर्छ। अनि यो पुरा पहिल्यैदेखि त्यसरी चलिआएको कि मान्छेहरूले गर्न सक्छ क्या होइन र। अन्त त्यही हो। यो ठाउँको नाम चाहिँ पोखरा किन राखिएको हो मलाई नि त्यति आइडिया भएन। यता चाहिँ हाम्रो मकै हुन्छ, मकै चाहिँ हुर्किसकेपछि चाहिँ मकैको फेदमा चाहिँ यसरी यो सब कोडोहरू यसरी रोपिन्छ है। अनि ठ्याक्क मकै चाहिँ फुल्ली ग्रोथ भइसकेपछि मकै चाहिँ कलेक्ट गरिसकेपछि चाहिँ यहाँ चाहिँ कोडोहरू हुन्छ। कोडोहरू फेरि हुर्किन्छ, कोडोहरू हुर्किसकेपछि कोडो काट्नुपर्छ। यसरी कसैको अग्लो अग्लो भइसकेको छ, कसैको होचो होचो छ। मकै यो पटक ठिकै फल्या रहेछ, किनभने यो पटक मैले यति धेरै नै एक्सपेक्ट गरेको थिएन। किनभने यो पटक खडेरी बरै खडेरी लाग्थ्यो थियो नि त, तपाईँहरूलाई पनि थाहा थियो त छु है। खडेरीले गर्दा मकै नफल्ला जस्तो थियो, तर राम्रै फल्या रहेछ। यहाँ चाहिँ बडेलहरू सहारा भन्छ हाम्रोतिर है, सहारा भनेको दुम्सीलाई भन्छ हाम्रोतिर। त्यसले चाहिँ मकैहरू भयङ्करै खाइदिन्छ। त्यही हो। एकदम उता देखिरहेको चाहिँ उवाका हो, त्यहाँ चाहिँ देखिरहेको अघि भनेको चाहिँ सेरम हो भने त्यहाँ चाहिँ फुलिवन, त्यता चाहिँ जयमागसला गाविसको छनवाङ भन्ने ठाउँ पर्छ। पहाड भनेपछि है खोला नालाको अझै बेग्लै छ, मस्तको आवाज आइरह सुनिराख्नुपर्छ नि होइन। दामी हावा चलिरहेको कि यो खोला खोला। ओ माई गॉड। सो म चाहिँ अलमोस्ट गोठमा आइपुगिसकेँ। पुरा यतातिर यस्तै हुन्छ हाम्रो चलन।
पुरा महिनामा गोठ सार्ने है, एक ठाउँदेखि अर्को ठाउँ लैजाने खेतहरू एक ठाउँमा सीमित हुँदैन कि सबैजनाले गाईबस्तुहरू पाले हुन्छ। त्यही भएर एक ठाउँमा राख्दाखेरि चरनहरू गाई चर्ने चरनहरू हुँदैन, अन्नबालीहरू हुन्छ। त्यो हिसाबले गर्दाखेरि चाहिँ गोठ चाहिँ हामी सारी गर्नुपर्छ एक ठाउँदेखि अर्को ठाउँसम्म। वा त्यहाँ क्या दामी झरना देखिरहेछ है, खोला नाला। म फेरि यति धेरै एक्साइटेड छु, एकदम धेरै खुसी छु, किनभने अलमोस्ट 1 इयर भयो नि त म बुटोलतिर बस्न थालेको। मतलब बसेर नि यता घर नआएको चाहिँ लगभग 1 वर्षै हुन लागिसक्यो। त्यही भएर चाहिँ म धेरै टाइमपछि यहाँ घर आएको छु, रोल्पा छु है। एकदम चिल फिल भइरहेको के एकदम मौसमहरू है, वरिपरि पुरै चारैतिर हरिरो अनि एकदम शान्त। त्यहाँ बजारमा है हरेक कुराको तनाव, हरेक कुराको प्रेसर, हरेक कुराको हुन्छ नि त एक प्रकारको कानमा गुन्जिरहेको हुन्छ। फिजिकल्ली मेन्टल्ली सब कुराको प्रेसराइज हुन्छ अनि एकदम चिल भइरहेको के। कसरी बयान गरौँ म यहाँको आनन्दताको। यहाँ पुरै फिजिकल्ली मेन्टल्ली सबै कुराहरू एकदम एक्ज्याक्टली पुरै फिट एन्ड फाइन हुन्छ कि जब घर आइन्छ है, स्पेसल्ली पहाड गाउँ। त्यही भएर आई फिल लाइक या सो मच प्राउड कि हामी चाहिँ पहाडी हो, गाउँले हो है, गाउँघर रमाइलो लाग्छ। अनि यो कुरामा चाहिँ मलाई एकदम प्राउड फिल हुन्छ कि यस्तो कुराहरूले गर्दाखेरि। सहरका मान्छेहरू स्पेसल्ली मेरा साथीहरू, सिस्नु देखे होइन भने होइन तिमीहरूले, यस्तो हुन्छ यो सिस्नु। यसलाई यसरी ट्याक्कै टिप्ने, घोटेर खाने नि भिटामिन ए। अनि यो चाहिँ हाम्रो खेत हो, मेरो गोठ चाहिँ यहीँनिर रहेछ आइसक्यो। हाम्रो चाहिँ यहाँ बाँदरले होइन, बँडेलहरूले चाहिँ, वन्यजन्तुहरूले चाहिँ हाम्रो अन्नबालीहरू सबै नष्ट गरिदिन्छ। त्यही भएर चाहिँ हामीले चाहिँ यो सबै अन्नहरूलाई चाहिँ घरमा हामी लगेर चाहिँ बल्ल यहाँबाट चाहिँ हामी गोठ लैजानु पर्ने हुन्छ माथि। त्यहाँदेखि हाम्रो गोरु एउटा त्यहाँ बाँडेको छ, यहाँ छ 2वटा अनि एउटा गाई छ। यो गोरुलाई चाहिँ बिरामी परेको रहेछ, त्यही भएर आज चाहिँ समाप्त लैजान सकिन्छ कि सकिँदैन भने यहाँ अरूको गोठमा बाँडेर राख्नुपर्ने हुन्छ एकदम। र कुकुरलाई चाहिँ सर्पले टोकेर पुरै हिँड्न नसकेर जबरजस्ती गोठ लगियो कि न, यसलाई फेरि यो फेरि बिरामी बस्छ अरे। त्यही भएर अब यसलाई पनि हामीले कसरी लैजाने हो भन्ने पिर परिरहेको छ। हेलो भुन्टुङ, ऊ नयाँ गोरु ल्याएर ल्याउनु भयो रहेछ के अरे। हेलो, यसलाई चाहिँ मैले पहिला हान्न सिकाएको हो नि त। पुरै भयङ्करै मान्छे हान्छ के यसले चाहिँ, मान्छे भयङ्करै हान्न सिकाएको। त्यही भएर मैले सानो छोरा, त्यही भएर मान्छे हान्छ। अर्को फतौरे फेरि त्यहाँ। यो गाई चाहिँ एकदम चन्डाल छ बहुत लास्ट। हाम्रो गोठ चाहिँ त्यहाँनिर हो, आगो फुटाइरहेको त्यहाँनिर। पहिला सानो छोरा यहाँ बसिन्थ्यो है, लास्ट डर लाग्थ्यो पाहाडहरूको। हाम्रो चाहिँ यतातिर चलन चाहिँ यतै सुत्ने, गोठतिरै गोठमै खानपिन बनाएर खाने चलन छ। सो राइट गाइज, अहिले चाहिँ सबै सामानहरू दिएर चाहिँ मैले यहाँ तल किन मैले देखाएको चाहिँ हजुरलाई त्यो झर्ना देखिरहेको त्यहाँ त, त्यसको तल खोलोदेखि चाहिँ हामी त्यहाँबाट भारी बोकेर, डोका बोकेर सामान लिएर त्यहाँबाटै गाउँदै यहाँ आएर सामानहरू चाहिँ मैले यहाँ यसो गरिसकेको छु। गोठ हो यो हाम्रो, यतातिर यसरी बस्छ मान्छेहरू होइन। खेतहरू जहाँ खेत छ त्यहाँ चाहिँ गोठ लगेर गाईहरू लगेर चाहिँ मलहरू जम्मा गर्ने, उतै गाई बस्तुहरूलाई चाहिँ घाँस चरनहरूको व्यवस्था गर्ने चलन छ। माथि मकैहरू छ। अहिले चाहिँ यो नयाँ गोठ हो, यहाँ आएर चाहिँ हामीले कपडाहरू सबै भाँडाकुँडा सबै यहाँ ल्याएको हुन्छ। यहाँ आएर हामीले व्यवस्थापन गर्छौँ, यसलाई सबै मिलाएर चाहिँ यहीँ बस्ने, यहीँ खाने, सुत्ने हो। म चाहिँ पहिला त्यहाँ गाई गोरु चाहिँ आमा र बुवाले ल्याउँदै हुनुहुन्छ। म चाहिँ किन पहिला आएको भन्दाखेरिमा यहाँ चाहिँ साँझको लागि चाहिँ गाई गोरु बाँध्ने ठाउँ बनाउने र त्यहाँ गएर सबै घाँसहरू काट्ने, त्यहाँको स्याउलाहरू सबै व्यवस्थापन गर्नलाई चाहिँ म पहिला आएको। सब
विदाउट गेटिङ एनी लिड म चाहिँ त्यो काम गर्नुपर्ने हुन्छ किनभने अब पानी पर्ला जस्तो हुन्छ यता मौसम त्यस्तै भइरहेछ सो अब म चाहिँ टक्क ब्याग भिरेर हँसिया बोकेर म चाहिँ त्यो घाँस काट्नलाई लागिरहेको छु मकैहरू त्यति छैन यहाँ सब जङ्गली जनावरहरू चराचुरुङ्गीले खाइसकेको छ चिल लाग्छ है गाउँघरमा शान्त वातावरण मजाले आनन्दले काम गर्दा आई फिल लाइक भेरी 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 ह्याप्पिनेस लाग्छ मान्छेहरूले मलाई देखेर के गरिरहेको भन्दा होला सो अब म चाहिँ घाँस काट्न र यो मकैहरू यहाँको यो खेतको यिनीहरू चाहिँ व्यवस्थापन गर्नतर्फ लाग्नुपर्ने हुन्छ So guys, because of my storage problem, I did not catch up all the video. So I'm really sorry for that. अनि आजको भ्लग चाहिँ मैले यही इन्डिङ गर्न चाहन्छु आजको भ्लग चाहिँ मेरो ऱ्यान्डमली बनाएको भ्लग थियो एउटा ऱ्यान्डमली मिनी भ्लग र टाइमको अभावले गर्दा मैले त्यति धेरै बनाउन सकिनँ सो थ्याङ्क यू सो मच फर वाचिङ टिल द एन्ड म चाहिँ यदि कहीँ ट्रेकिङ जाने प्लानिङमा छु घुम्न जाने प्लानिङमा छु इफ म त्यहाँ गएँ भने चाहिँ त्यहाँको भिडियोहरू मैले एक्सप्लोर गरेको भिडियोहरू देखाउनेछु आजलाई चाहिँ म भ्लग चाहिँ क्लोज गर्न चाहन्छु थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई I will see you in my next vlog. Bye.